बिचरा भुन्टी बार बार बिना गल्तीको सजाय भोगिरहनु परेको छ। कहिले नन्दा आउँछिन् खुकुरी बोकेर 2 टुक्रा बनाउँछु भन्दै, कहिले देवर आउँछन् घाँटी समाएर निचरेर मारिदिन्छु भन्दै, कसरी जिन्दगी जिउने र कसरी खुसी हुने भन्ने कुरा नै बिर्सिसकिन् बिचरी भुन्टीले। चारैतिरबाट डरै डर तरासै तरास भोग्नु परेको छ, त्यो पनि बिना गल्ती बिना कारण। आखिर भुन्टीको के नै गल्ती थियो र? आफ्नो श्रीमानको खुसी र परिवारको खुसी चाहन्थिन्। बहिनीलाई अर्थात् नन्दलाई पुनः समस्या नहोस् भनेर जसो तसो त्यो केटालाई जेलसम्म पठाउने काम गरेकी थिइन्। कति महान छिन् भुन्टी। तर त्यही भुन्टीमाथि आज आरोपप्रति आरोप लगाउँदै बिचरा भुन्टीलाई सजायमाथि सजाय दिइरहेका छन् यी दिदी दाजु बहिनी मिलेर। तर सदा झैँ बार बार भूपेन्द्र साथमै हुन्छन् र मात्र हो, नत्र आजसम्म भुन्टी यो दुनियाँ छोडेर गइसकेकी हुन्छन् होला। तर भूपेन्द्र साथमै भएकै कारण आज भुन्टी जीवितै छिन्। गाउँलेहरूको कुरा सुनेर आफ्नै भाउजूमाथि हातपात गर्नुभन्दा अगाडि जसले त्यस्ता कुरा गर्छ त्यसलाई घरमा लिएर आउनुहोस् भाइ भनेपछि कमसेकम भुन्टीको अगाडि लिएर जानु त पर्छ नि। बल्ल त थाहा हुन्थ्यो वास्तविकता कहाँबाट आएको भन्ने कुरा। एक्कासी तातिएर गएर आफ्नै भाउजूमाथि हात उठाउनु सायद जायज थिएन। त्यसमाथि पनि भाउजू आमा समान हुन् भन्ने कुरा यिनले कहिले बुझेनन् र भुन्टीले कहिले पनि गलत बोलेकी पनि छैनन् र गरेकी पनि छैनन्। सदाबहार परिवारकै खुसी चाहन्थिन्। नन्दको भलो होस्, देवरको भलो होस्, सासू ससुरा खुसी हुन् र श्रीमान पनि, र घर स्वर्ग झैँ बनोस् भन्न चाहन्थिन्। तर यतिसम्म गरे कि सायदै त्यो भुन्टीले अब सहन सक्दिनन् होला। अब के हुन्छ थाहा छैन।